एउटा भाँडो रेडी बनाउने। त्यसमा यो धुपी सल्लाको पातहरू टिपेर आगो बालेर त्यसलाई तताएर हैन, अनि त्यसपछि त्यसलाई तताउन हालेर गयो छोडिदियो हैन। अनि जङ्गलतिर जान्छ, जङ्गलतिर गएर गोरु टिप्छ के। अनि त्यो भेडीहरू टिप्छ हैन, भेडीहरू टिपेर अनि फेरि घरतिर जान थाल्यो साथी। घर लिएर गएर भेडीलाई तिनी बोक्रा फालेर त्यसलाई अब के गर्छ हेरौँ हैन। त्यसलाई चाहिँ भाँडोमा राख्यो हैन। के राख्यो यो चिज, के हो यो? के हाल्यो यो? त्यसलाई चाहिँ आगो बाल्यो हैन फेरि तताउनलाई। त्यसपछि त्यसलाई पनि त्यहाँ गऱ्यो, ततायो। मेन त यो के को रस हो यो? सायद यो उखु हो, उखुको रस हैन। त्यसलाई त्यस्तो गराएर निचारेर अनि फेरि यस्तो गराउनु पर्ने छ हैन। अनि त्यो रस पनि त्यसमा हाल्नु सबै सुक्यो। त्यसलाई अब त्यसमा हाल्नु मेहनत गरेर रहेछ त्यो हैन। अनि त्यसपछि त्यहाँबाट लिएर गयो, त्यस्तो खनायो त्यसलाई। अब त्यहाँ सुकाउँछ, अब सुकाएर यो पनि सुक्यो। यसरी घाममा सुकाउनु त त्यहाँ घामी लाग्ने हुन्छ हैन। अनि त्यसपछि आगोमा सुकाउने, त्यसपछि ठ्याक्कै हरियो हुँदैछ फेरि त्यस्तो सुकाउँदाखेरि हरियो हुँदैछ। कस्तो मजाको हुन्छ। के बनाउँछ है अहिले यहाँबाट? यस्तो गरौँ यसलाई, मासु खतरनाक बनाऊ, खतरनाक। पाउडर बनायो, त्यसपछि यसलाई कुट्छ, यसलाई कुट्छ, कुट्यो 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 कुट्यो। क्या है? ऐसा पीता है, ऐसा पीता है।